सबैजनालाई आज म विशेष न्यू भ्लग बनाउन गइरहेको छु। अब चाहिँ म हाम्रो सेवा घरको प्रवेशद्वारबाट प्रवेश गर्न गइरहेको छु। हाम्रो भित्तामा फुगाजहरू राखिएको छ र अङ्कलहरूले चाहिँ वचन दिनुहुन्छ ट्याक्कै यो समय हुँदा चाहिँ वचन दिने गरिन्छ। अब चाहिँ माथि फ्रेम छ, अब पुस्ता एकदम गर्ने ठाउँ नि त, त्यही भएर फ्रेमको पनि व्यवस्था छ। माथि भर्सहरू वचनहरू छ अनि हाम्रो विशेष कपलको 2025मा दिनुभएको प्रभुले प्रतिज्ञा हो, किनकि थुमाको विवाह आइपुगेको छ अनि उहाँकी पत्नीले आफूलाई तयार पारेकी छन् अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमा पहिरिन दियो। प्रकाश 19 भएको विशेष हो। अनि गिटारहरू पनि छ, माई फेभरेट गिटार। मलाई चाहिँ एकदम गिटार बजाउन मनपर्छ, मैले प्र्याक्टिस गर्दैछु। अनि हाम्रो उहाँहरूलाई त म कतिजना दिदीबहिनी आन्टीहरूलाई त चिन्दिनँ हो, अनि कतिजनालाई चाहिँ चिन्छु। हाम्रो उमङ अङ्कल, हाम्रो मण्डली घर चाहिँ यहाँ स्थापना हुनुहुँदा चाहिँ हाम्रो अङ्कल आउनुभएको थियो भन्नुहुन्छ हो, म त त्यति बेला थिएन। हाम्रो कपाउनु कुवेतको प्रार्थना, कपाउनु प्रार्थना भगवान कति राम्रो, कति साल रहेछ 2025 कति दानी बडाको ख्रिस्टी जगतका चम्किला ताराहरू, चिउटो पानी, बुकहरू चाहिँ यहाँ अभाइलेबल छ। मलाई सबैभन्दा मनपर्ने वर्ष फिल्मी एक्सहरूको, जसले तिनीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले खुसीको दिनसम्म पुरा गर्नुहुन्छ। हाम्रो कुलपित यो गिटार चाहिँ मेरो हो। अब म दिदीहरू चाहिँ भाउजू बहिनी भाउजू अचार बनाउँदै हुनुहुँदो रहेछ। भाउजू जेमिसी भाउजू, जेम्सी भाउजू के बनाउनु भएको हजुरले? आज मोमो प्लान गर्नुभएको रहेछ अनि अचारको लागि रेडी गर्दैछ। अचार भइसक्यो रेडी। हेर्दा त कस्तो स्पाइसी छ है, तर हजुर हुन्छ। उहाँले बनाउनु भएको त बहिनीले हो, जेम्सी बहिनी प्रभुले आशिष दिनुहुन्छ। फाइनली हाम्रो मोमोको अचार चाहिँ रेडी भयो। बहिनी यसमा के मिलाएर बनाएको? आज मोमोको प्रोग्राम रहेको छ। अनि तातो त छैन होला नि है, कि पानी हो दिदी भर्खर? ए सुप के को हो दिदी भाउजू? मेबी चिकन ए चिकन हजुर चिकन रहेको छ। ए हजुर जय मसी भाइ बहिनी दिदी। वाह आज त मोमो बनायो कसको?
किमा हो हाम्रो यहाँ के भन्छ मोमोको मेन बनाउनु हुने चाहिँ हाम्रो यस्तै दिदी हुनुहुन्छ भाइले के गर्नुभएको पिठो मुस्नु भएको हो अब बेल्ने बहिनीले चाहिँ के गर्दै हुनुहुन्छ साइलेन्ट भएर मैले चाहिँ यहाँ सेप बनाउँदैछु त्यस्तो राम्रो त बनाउन आउँदैन यति खै हेरौँ वाउ त्यतिको भए पनि त धेरै राम्रो हो नि हाम्रो सुपको लागि मोमोको सुप पाक्दैछ अचार के गर्नु भएको एक्सक्युज मी तास्तै हुँदो रहेछ त यसको मोमो खानुहुने तपाईँ ल प्रभुले आशिष हुन् यहाँ चाहिँ पाकिरहेछ अहिले पाकिनुहुन्छ मोमो टेस्ट गर्नुभएको अङ्कल मोमो पाकेछ त अङ्कल अलिअलि खा गर्दैछु एउटा खा हो हजुर 2-3 खाएको थाहा हुन्छ होला पाएको दुई तीनवटा खानु भएपछि थाहा पाउनु नि बहिनीहरूलाई भनिदिन्छु नि म अहिले थाहा पाउनु भएन यो मोमोमा मसला कम भएछ है मसला मसला कम भएछ आन्टीले नि मोमो बनाउँदै हुनुहुँदो रहेछ जेम्सी आन्टी मोमो बनाउनु भएको म त तपाईँलाई पुरा वेट गरिरहेको थिएँ कति बेला मेरो भ्लग बनाउँछ भनेर म चाहिँ मेरो आफ्नै के भन्छ भेज को किमा बनाउनु बिजी थिएँ नि त त्यही भएर मैले सोधेँ पनि कता गयो आइफोन 16 को मालिक भनेर मनिषा पनि नभनेको अब तिम्रो नाम मालिक आइफोन 16 को मालिक हजुर अङ्कल के भन्दै हुनुहुन्छ हजुरले टेस्टी रहेछ ए मोमो दामी छ मोमो दामी छ फेरि थपिदिनु भयो अलि चाख्नु पर्ने 2-3 ले हो बहिनी 2-3 वटा ल्याइदिनु अरे अनि चाहिँ थाहा पाउनुहुन्छ होइन त थाहा पाउनु भएन भन्दै हुनुहुन्छ यता हाम्रो बहिनी पर्फेक्ट मोमो बनाउन हाम्रो टिचर एस्तर दिदी मोमोको पनि टिचर हो साडी लाउनुमा पनि टिचर हुनुहुन्छ अझ गिटार बजाउनु पनि टिचर स्वर पनि त्यति मिठो अनि प्रार्थना गर्नुपर्छ शैतान भाग्छ होइन अङ्कल हजुर प्रार्थना हो नि बहिनीले अब अङ्कल अब चाहिँ भन्नुहोस् है खाएर हेर्नुहोस् त एकचोटि त्यो समयमा मैले पनि सेवा गरेको होला अहिले त मजाले पाकेछ मजाले पाकेछ भुडी पनि फर्क छ यस्तो यस्तो एउटा दिनु त तपाईँले प्रश्न गरिदिनु भयो मनिषाको युट्युब छ नि हजुर हाम्रो कपरनुम प्रार्थना भवन मण्डलीको हाम्रो अङ्कल हुनुहुन्छ मेरो चाहिँ अब म चाहिँ प्राय बाबा नै भन्छु अङ्कललाई होइन अनि किनभने हामीलाई बाबाले जस्तो सान्त्वना दिनुहुन्छ ढाडस दिनुहुन्छ माया गर्नुहुन्छ नि त अनि आन्टी वा हुनुहुन्छ माया लाग्दो हुनुहुन्छ आन्टी हजुर चाख्नुहोस् ल तातो छैन आन्टी
तातो मेरो चाहिँ हो बाबा आमा चाहिँ आन्टीलाई चाहिँ मम्मी पनि भन्छु नि त त्यही भएर नि अनि यता बहिनीहरू हुनुहुन्छ भाउजू दिदी भाइ तिमी पनि चाह न अनि बनाउने मान्छे पकाउने मान्छेले टेस्ट गरेको छैन अब चाहिँ हाम्रो फाइनली मोमो चाहिँ होममेड मोमो रेडी भएको छ अब अङ्कललाई चाख्न दिनु भाइ अङ्कलले स्वाद थाहा पाउनु भएन अरे अघि दुईटा खानु भएको थियो कि स्वाद थाहा पाउनु भएन अरे यहाँ छ नि यहाँ पनि दिनु न सुरुमा खानुहोस् ल अङ्कल अनि भन्नुहोस् यहाँ चाहिँ मोमो पाक्दैछ मेरो कहिले पाक्ने होला म चाहिँ भेजिटेरियन हो नि त यहाँ चाहिँ चिकनको मोमो पाक्दैछ यहाँ पनि रहेछ तातो रहेछ हो बहिनीहरूले बनाउनु भएको हो पाक्दैछ फाइनली अब यो सब्सक्राइब गरिदिनु शेयर गरिदिनु लाइक गरिदिनु हैन मसला के भन्छ
ल तपाईँको अचार हालेर बटाउनु थालेको तिमीले दामी भन्छ रसिलो जुइसी दामी भन्छ फाइनली हाम्रो रेडी भयो हाम्रो आजको मोमो चाहिँ रेडी भयो हाम्रो बहिनी रेडी हो तिमी शक्तिमा माया प्रेमको यसरी सद्भावको लागि परमेश्वर तपाईँले यसरी यो फेरि साँझ पख यसरी मोमो खानेको यो योजना पनि प्रभु तपाईँले यसरी सहायता गर्नुभयो अनि परमेश्वर हामीलाई यसरी बनाउनु भयो मेरो होइन त्यो मेरो भेज मोमो हो भाउजू स्वादिष्ट मानेर खाँदै हुनुहुन्छ मोमो यता बहिनी दाजु नखानु हुने हजुर हजुर म बहिनी दिदी आन्टी हुनुहुन्छ भाइ आज भाइको पनि मेहनत धेरै छ है प्रभुले कान्छा भाइ हो नि त सबभन्दा कान्छा सबभन्दा धेरै मेहनत गरेछ हाम्रो कान्छा भाइले अनि यता हाम्रो दिदी त अब हाम्रो टिचर भइहाल्नु भयो बहिनीको खासमा चाहिँ हाम्रो बहिनीको इच्छा पुरा गरेको सरू बहिनी खुसी छौ है हजुर तर बहिनी प्रिस्किला मिस भयो आज चाहिँ